हेलो एन्ड नमस्ते देश तथा विदेशमा रहनुभएका सबैलाई मिठो सम्झना छ। आज म महिन्द्रा इलेक्ट्रोनिक्स सेन्टर माफीकोट 2 लामोचौर ठ्याक्कै पसल अगाडिबाट बोलिरहेको छु र तपाईहरु हेरिरहनु भएको चाहिँ यतिखेर मेरो युट्युब च्यानल बाबुराजा नाथबाट पनि तपाईले यो भिडियो हेर्न सक्नुहुनेछ। र यहाँ चाहिँ अहिले ठ्याक्कै चाहिँ मैले चाहिँ उहाँलाई कहिले सुन्तला लिएर आउँदै हुनुहुन्छ, कहिले चाहिँ अमिला लिएर आउनुहुन्छ, कहिले चाहिँ जलबिनर लिएर आउनुहुन्छ। उहाँलाई चाहिँ म उहाँको नाम सहित आज के लिएर आउनुभएको छ भनिदिनु अनुरोध गर्छु। हजुरको नाम भनिदिनु अनुरोध गर्छु। मेरो नाम हजुर नन्दराम सोबकोटी हो। हजुर हजुर। अनि यस्तै छ हजुर, व्यापार के गर्ने त अब सब खेती गरिरहेको छ। हजुर किसानी हुनुहुन्छ हजुर। अनि कहिले कप्पु ल्याउने गर्छु, कहिले सुन्तला, कहिले अनि जलबिन, कहिले इमेला, कात्तीहरू यस्तै हो। हजुर। अनि अलिअलि आफ्नो जिन्दगी यस्तै चलिरहेको छ। अब के गरौँ त हजुर, दुःख नगरी हुन्न। हजुर दुःख गर्नुपर्छ भन्ने चाहिँ हजुरको धारणा छ हैन? ठिक छ ल, मिहिनेत गर्नै पर्छ हजुर। मिहिनेत गरेपछि होस् अलिअलि मिहिनेतको फल पाउँदो रहेछ। अनि त्यस्तै हो हजुर। ए ठिक छ। त्यसपछि आज के लिएर आउनुभएछ विशेष तरिकाले देखाइदिनु पर्यो। आज अमिला ल्याएको लोको त सकिसकेर चाहिँ हैन? सिद्धिसकेको छ थोरै। अब कहाँ जिगुबाट बेच्दै आउनुभयो? हजुर, पर्तिरबाट बेच्दै हिँड्दै ल देखाइदिनु पर्यो हजुर। ल अमिलै हजुर, यो यति छ। ल तानेर एकछिन तानेर देखाइदिनु न हजुरको हातबाट हैन? थोरै छ हजुर, यही यो हेर्नु ठुल्ठुला छैन अमिला हैन? यो घाममा चाहिँ मजासँग हैन? अमिलाको अमिला खाँदाखेरि चाहिँ मजा नै बेग्लै हुन्छ हैन? अर्ग्यानिक हजुर, अर्ग्यानिक हो यो, धेरै राम्रो। ल ठिक छ। हजुर चाहिँ यो कति साल जति भयो यो चाहिँ हजुरले चाहिँ यो अमिलाहरू चाहिँ यो किसानी खेती गर्न लाग्नु लगभग कति साल जति भयो? मैले लगभग भएको 6 वर्ष 7 वर्ष भयो हजुर। 6-7 वर्ष भयो यस्तै चाहिँ व्यापार गर्दै आउनु भएको छ। हजुरको व्यापार चाहिँ फस्टाउँदै जाओस् यही कामना गर्छु। र हजुरले चाहिँ अमिला सुन्तला चाहिँ यस्तै उयोहरू चाहिँ चिजहरू चाहिँ ल्याएर हामीलाई चाहिँ खुवाउनु होला। र यो प्रति गोटा कसरी दिनुहुन्छ हजुरले? यो ठुलो सानो हैन? 10 अनि 5 पनि दिइन्छ, अनि 15ले हेरेर साइज हेरेर। ठिक छ ठिक छ। ल हजुरलाई धेरै धेरै धन्यवाद छ। ल साथमा हाम्रो टोली ल ल